राजा रानीलाई जस्तो सेवा सुविधा त मामा घरमा मात्र हुन्छ क्या। अब कहिले आउँछ होला नि मामा घर जाने दिन पनि। दसैँ तिहार पनि सकिहाल्यो, चाडबाड नआइलाँदैन नि यिनीहरूले। होइन आफू नभए पनि हामीलाई मामा घरमा छोडिदिँदा चाहिँ के चाहिँ जान्थ्यो क्या यिनीहरूले। न आफू माया गर्छन्, खालि कराएको कराई गाली गरेको गरे, आफूले काम बिगार्दा पनि हामीलाई दोष, हाम्रो चित्त मात्र दुखाउँछन्। ए उता मामा घरमा त मामा माइजूले कति माया गर्नुहुन्छ, खेलाउने बोक्ने डुलाउने हिँडाउने, अझ मिठो मिठो खानेकुरा किनिदिने, राम्रो राम्रो खेलाउनाहरू किनिदिने। उहाँहरूलाई त केही भनिराख्नै पर्दैन, हाम्रो मनको कुरा आफै बुझ्नुहुन्छ क्या। न त खानुकै पिर, न त लाउनुको पिर। यस्तो पिर बिनाको जिन्दगी मेरो मात्र हो त? मेरै मात्र छ कि? उठ्छु खान्छु सुत्छु, पिर खै त यार। पिर पनि अलिअलि देऊ न हो मलाई। दिक्क लागिसक्यो के पिर बिनाको जिन्दगी देखेर त। खाना पनि पर्दैन, पढ्नु परेको भए पनि हुन्थ्यो, काम पनि पाइन्थ्यो।